गुड मर्निङ साथीहरू, वेलकम टु माई च्यानल। म चाहिँ बिहानको 6 बजे उठेँ। आज त कस्तो राम्रो घाम लागेको थियो। हेर्नुहोस् न बाहिरको भ्यू पनि। आज वेदर राम्रो छ। त्यसपछि म नुहाउन गएँ अनि कपडाहरू धुन हालेँ अनि म पूजा गर्नु थालेँ। म चाहिँ डेली पूजा गर्छु। त्यसपछि म स्किन केयर गरेपछि बनाना केराको जुस बनाउन गएँ। म चाहिँ जुस डेली पिउँदिनँ, कहिले काहीँ पिउँछु, कहिले नर्मल पानी पिउँछु। जुस पिइसकेपछि म चाहिँ हेयर ड्राई गर्नु गएँ। हेयर ड्राई खासै गर्दिनँ, कहिले काहीँ गर्छु। अनि के साथीहरू, मेरो कपाल चाहिँ लामो कम्मर मुनि थियो, तर मैले काटिदिएँ। यहाँ आएको 2 विक्समा काटिदिएँ। त्यसपछि म रुम सफा गर्नु लागेँ अनि पास्ता चाउमिन नास्ता बनाएँ। अनि उहाँले मलाई कल गर्नुभयो, छिटो छिटो आऊ, रेडी भएर म तिमीलाई फिस मार्केट लैजान्छु भन्नुभयो। अनि त्यसपछि म त हतार रेडी हुन थालेँ। मेकअप गरेको भिडियो बनाउनै पाइनँ। म रुमबाट निस्केँ साथीहरू। अनि मलाई चाहिँ पब्लिकमा बोल्न कस्तो अप्ठ्यारो लाग्छ। म कन्फिडेन्ट नै हुँदिनँ के कस्तो खै के हो। अनि त्यत्तिकै भिडियो बनाउँदै हिँडेँ। अलिअलि बोल्न त बोलेको थिएँ, तर अगाडि मान्छेहरू हुनुहुन्थ्यो अनि झन् बोल्नै अप्ठ्यारो लाग्यो। साइडमा चाइनिज आमा पनि हुनुहुन्थ्यो। त्यसपछि म हर्सभिलको स्टेसनबाट सेन्ट्रलसम्मको लागि ट्रेन चढेँ अनि रेड फन हुँदै सेन्ट्रल स्टेसनसम्म पुगेँ। आज चाहिँ भिड थियो के, खै स्टुडेन्टहरू पनि टन्नै थियो। अनि उहाँलाई म पर्खेँ एकछिन, उहाँको काम सकेको थिएन, अलि टाइम लागेछ सकिनु। अनि पर्खिँदा उहाँ आउनुभयो। आएपछि हामी सेन्ट्रल स्टेसनबाट निस्कियौँ। त्यसपछि हजुरहरू वेनवर्थ पार्कबाट भित्र छिर्नुभयो भने चाहिँ सब फिस मार्केट एरोहरू देखाउँदो रहेछ कि यताबाट जाने भन्दै। अनि हामी पनि त्यतैबाट फलो गर्दै एरो फलो गर्दै गयौँ। उहाँले चाहिँ मलाई कति हँसाउनुहुन्छ। अनि हेर्दै मैले त्यहाँ 2टा चरा देखेँ अनि मैले उहाँलाई जिस्काउँदै थिएँ, अस इन एनदर युनिभर्स भनेर। एरो फलो गरी पनि आइपुग्यौँ फिस मार्केट। अनि उहाँको 2जना फ्रान्सको कुहिरे साथीहरूले पर्खिरहेको थियो। एकजना चाहिँ आज फ्रान्स फर्किने थियो अरे। अनि हामीलाई हाफ एन आवर वेट गरेछन् यिनीहरूले। अनि यिनीहरूसँग कुरा गऱ्यौँ एकछिन। अनि यिनीहरू गए अनि हामी नि फिस मार्केट घुम्न सुरु गऱ्यौँ। यो ब्लू कलरको बिल्डिङ देख्नुभएको छ नि, यो चाहिँ पुरानो फिस मार्केट हो अरे। ठुलो थियो अरे, तर अलि राम्रो म्यानेजमेन्ट थिएन अरे, त्यही भएर यो नयाँ बनाएको अरे। अब घुमौँ है त भित्र। नयाँ धेरै जसो चाइनिज सपहरू मात्र थियो कि, धेरै जसो यस्तै फिसहरू। हेर्नु न, क्र्याब रबरले बाँधेको थियो नि, हिँडेको थियो, जिउँदै थियो, आँखा पिलिप गरेर हेरेको थियो बिचरा। म चाहिँ भेजो साथीहरू। अनि मसँग हिँड्दाखेरि खासै उहाँलाई खाना नै मिल्दैन कि, हाम्रो खानाको भाइब्स नै मिल्दैन। अनि हेर्नु न ब्लू क्र्याब। अनि म त अबे ब्लू कलरको भनेको त होइन, यो मरेर धेरै चिसोमा राखेको भएर त्यस्तो भएको रे। के हो के थियो यहाँ त। ओइस्टर्स अनि यो प्राउन अनि क्र्याब, बेबी अक्टोपसहरू सबैसँग एउटै आइटमहरू थियो, तर अलि धेरै थियो सब। अनि तर पहिलाको भन्दा चाहिँ अलि सानो छ अरे, थोरैहरू थियो अरे भन्नुभएको थियो उहाँले। म त फर्स्ट टाइम गएको थिएँ।
saw. त्यही मार्केटभित्र कति राम्रो राम्रो फुलहरू थियो कि अनि अर्किड त मेरो फेभरेट हो सबसे मनपर्ने फुल मलाई किन हेर्नु न कस्तो राम्रो त्यसपछि हामी साइड गल्लीबाट त्यही यसरी बाहिर निस्किने बाटो थियो अनि यसको नाम के हो रे के ब्रिज भन्छ अरे म त बिर्सेँ हो उहाँले भन्नुभएको थियो मैले त बिर्सेँ नामै हामी भित्र पस्यो फेरि घुम्यौँ हेर्नुहोस् न क्र्याब कत्रो ठुलो मेरो टाउको भन्दा ठुलो अनि कति एक्सपेन्सिभ के आमामामा मलाई त अनि माया पनि लागेर बिचराहरूको हेर्नुहोस् न ओहो के थरीकाको कलरफुल थियो हेर्दा राम्रो यसपछि चाहिँ अनि हामी सकेर फर्कियौँ वेदर के भन्नु त्यस्तै राम्रो थियो अनि यहाँ चाहिँ कति धेरै चराहरू के हेर्नु न अनि यो मार्केटको कस्तो आर्किटेक्चर पनि कस्तो राम्रो डिजाइनको अनि हामीले एकछिन भिडियो खिच्यौँ हुँदै भएको थिएन अनि थाकेर हामीले भिडियो खिच्नै बन्द गरिदियौँ मुसा हेर्नुहोस् न टुकुर हेरेर बसेको छ कत्रो ठुलो थियो मुसा पनि अनि उहाँले खाजा नखानु भएको रहेछ अनि खाजा खान लाउनु भएको थियो यत्रो ठुलो ब्रेड दिएको त म त सक्दैन होला भनेको त एकचोटिमै निल्दिएको थियो चराले म त सक भएको अनि त्यसलाई दिएको त फेरि एकैछिनमा यति धेरै चरा आएको आमामामामा त्यही भएर यहाँ खाना दिन नहुने रहेछ कि अनि यहाँ प्यारोटहरू कति धेरै थियो चाइनिज आमाले चाहिँ हेर्नु न के एक्सर्साइज गरिराख्नु भएको छ अनि यो डगले चाहिँ त्यही आमालाई हेरिरहेको छ अनि हामी हिँड्दै गयो अनि यो भित्र चाहिँ यो भ्यानहरूमा डग ल्याउँदो रहेछ कि डग रेसको लागि हेर्नुहोस् न कस्तो कुदाएको थियो मैले त फर्स्ट टाइम देखेको त्यहाँ एउटा डल जस्तो झुन्डाइदिँदो रहेछ अनि त्यसरी दौडाउने रहेछ कि त्यसले चाहिँ त्यसलाई पछ्याउँदै 2-3टा डगको हेऱ्यो यो चाहिँ ट्रेनिङ रहेछ अनि यो त व्हाइटवाला त यस्तो फास्ट दौडेको थियो अर्को थियो एउटा बिचरा ऊ दौडी नै सकिरहेको थिएन अनि 1 राउन्ड घुमाएपछि चाहिँ अनि त्यही गाडीमा हालेर घरलाई जाँदो रहेछ अनि डग पार्कमा बस्यौँ एकछिन मलाई चाहिँ मेरो म्याक्सको एकदमै याद आउँछ मलाई अनि यो हेर्दैपछि त झन् याद आयो त्यसपछि एकछिन डुल्यौँ पार्कमै म चाहिँ उहाँलाई खै के भन्दै थिएँ कि नेपालमा त अनि डगहरूलाई बोलायो भने नि फुन्तुङ पुच्छर हल्लाउँदै आउँछ नि त यहाँ त आउँदैन आउने त्यसपछि हेर्नु यो झ्याङकुटी झ्याङ खेलेको यति हाँसिन म त कत्रो वर्ष 15-20 वर्षपछि नै खेलेको होला म झ्याङकुटी चाहिँ आयो हाँस्दा अनि पिङ खेलेँ हेर्नुहोस् न हामी चाहिँ यसरी गफ गरेर नै हिँडेको के कति भएको थियो अनि आज त हिँडेरै जामै स्टेसनसम्म भन्नुभयो अनि हिँडेरै गयौँ गफ गर्दै हाँस्दै पुरानो कुराहरू गर्दै ट्रेनभित्र चाहिँ हामीले भिडियो गराएनौँ थाकेको थियौँ अनि आयौँ रेनबो देखेको थियो स्टेसनमा झरेपछि अनि घर आयौँ थाक्यौँ उहाँले मेरो फेसमा पिम्पल नेचर दिनुभएको थियो वेदर हेर्नु न कति छिटो चेन्ज हुने यहाँको चाहिँ ओहो त्यसपछि पानी ततायौँ अनि म साँझको लागि खाना बनाउन लागेँ करेला र आलुको खाना बनाएँ अनि रेसिपी चाहिँ मेरो युट्युबको सर्चमा छ हेर्न नबिर्सिनु होला अनि उहाँ चाहिँ बिहानै काममा जानुभएको हो नि त अघिल्लो दिन पनि नाइट सिफ्ट थियो त्यही भएर निन्द्रा पुगेको थिएन अनि उहाँलाई चाहिँ खाना दिएर अनि सुत्न जानुभयो उहाँ अनि म भाँडा धुनु लागेँ अनि भाँडा धोएर सकेपछि चाहिँ म नि थोरै खाना खाएँ अनि किचन सफा गर्नु लागेँ
आज चाहिँ मजाले घाम लागेको थियो नि त अनि कपडाहरू नि सर्लक्कै सुकेछ हेर्नुहोस् न नाइट राति भइसक्यो अनि एकछिन फिल्म हेरेँ फेरि अनि आज चाहिँ पिम्पल नै झरेको थियो नि त अनि फेस मास्क लगाएँ अनि लगाएको 30 मिनट्स पछि निकाल्दै म चाहिँ यही लाएर सुत्न सक्दिनँ कि कोलाजनको मास्कको तेल त लाएर सुत्न चाहिँ म सक्दिनँ अनि एकछिन राखेर म चाहिँ मुख धोइदिन्छु सर्लक्कै अनि त्यसपछि स्किन केयर गरेँ म चाहिँ साथीहरू डेली नाइटमा नि ब्रस गर्छु है किनकि मेरो त मैले त 2टा बुद्धि बङ्गारा उखालिसकेको छु के अनि मलाई कस्तो डर लाग्छ अनि यसरी मलाई रुममा चाहिँ कस्तो फ्रेस स्मेल आएको मनपर्छ अनि यो लाइट बाले यसबाट स्मेल आउँछ के हेर्नुहोस् न अहिले यहाँ धुवा आउँछ त्यसमा चाहिँ स्मेल हुन्छ के मेरो चाहिँ अलिअलि काम बाँकी थियो मलाई कलेजले ओरिएन्टेसनको लागि केही फर्महरू भर्नुपर्छ भनेको थियो त्यसको लागि फर्म भरेँ अनि काम सकाएँ मलाई उसको कस्तो याद आउँछ गाइस हेर्नुहोस् न कति क्युट छ मलाई कति सम्झिरहेको होला जस्तो लाग्छ मलाई यति भन्दै आजको अ डे इन माई लाइफ ब्लग यहीँ सकियो थ्याङ्क यू सो मच फर वाचिङ गाइज प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब